ल गाइज आज चाहिँ हामी अब कहाँ जाँदैछौँ भन्दा होल्यान्ड पार्क जाँदैछौँ। लक्खर दुल्यो हिँड्यो छाया पनि आयो। ल यस्तो छ लन्डनमा हिँड्दै अनि हामी होल्यान्ड पार्क पुग्यौँ। अब होल्यान्ड पार्कभित्र छिरिहाल्यौँ। त्यसपछि सिधै हामी त कहाँ गयौँ, जहाँ पोखरी छ र जहाँ झरना छ भने त्यहाँ पुग्यौँ। हेर्नुहोस् त लाइन, ल जता पनि लाइन, जता पनि हिँड्नु पर्ने। यस्तै छ साथी हो लन्डनमा पनि लाइन। ल गाइस बसियो लाइन पनि त्यति झरना हेर्नलाई। त्यही हो झरना, यो चाहिँ हामी हो दुईजना। ल गाइस झरना चाहिँ यही हो, धेरै ठुलो झरना होइन। हो कि हो गरेर झरना हो। यसलाई चाहिँ पन भन्छ रे, खै हाम्रोतिर त के भन्छ हो। यस्तो सानो छ पोखरी, माछा चाहिँ छ है गाइस यसमा। अब यहाँ पुगेपछि फोटो भिडियो त लिनै पर्यो गाइस। अब यही हो, ल त्यही तल्लो बगिरहेको छ पानी, त्यति हेर्नलाई हो। यत्रो 20-30 मिनटको लाइन बसी हेर्नुपर्ने चाहिँ। राम्रो त राम्रै छ, वेदरले साथ दिएको छ। वेदर चाहिँ जे होस् दामी, काम पनि मजा। ल गाइस यो चाहिँ हामी है। अब यति त फोटो भिडियो त गर्नै पर्यो यत्रो लाइन बसेपछि, नत्र त खेर जाने भइहाल्यो। ल एक राउन्ड फन्को पनि हानियो आफूले हैन। त्यसपछि निस्कियो सरररर। ल आफ्नो चाहिँ अगाडि पुगिसक्यो, पर पुगिसक्यो। लक्खर पुगिसक्यो अगाडि। यसरी नै हो घुम्ने लन्डनमा। अब जिन्दगी सररर गाइस। त्यसपछि त फेरि फर्किन त त्यत्रै बाटो रहेछ। म त फेरि फर्क्यौँ हामी चाहिँ। ल अब यहाँ हामी गफ गर्दै कुरा गर्दै फर्किँदैछौँ। के कुरा गर्यो मैले नि बिर्सेँ, भिडियो बनाउँदासम्म गएको 2 हप्ता भइसक्यो। भिडियो आज भर्खर बनाउँदैछु म। अब जाने सिधै हो कि उता हो भन्ने जस्तो लाग्यो मलाई चाहिँ। हो सिधै हो, जता क्यामेरा तिर्सिन्छ त्यतै आफू चाहिँ ब्लग बनाउँदै, बुढी चाहिँ टिकटक बनाउँदै। यस्तै हो पारा। ल गयो गाइस। त्यस आजको दिन चाहिँ रमाइलो भयो। घाम मस्त लागेको रहेछ, घामले चाहिँ साथ दियो। यस्तै छ होल्यान्ड पार्क। यो पार्कमा चाहिँ गाइस मान्छेहरू मस्त काम तापेर बस्ने रहेछ। काम ताप्नलाई चाहिँ यस्तै बस्नुपर्ने रहेछ नि। घाम लागेपछि घाम ताप्दै फर्किन नि टाइम लाग्ने रहेछ नि। कति लामो बाटो छ, फर्क्यो नपुग्ने रहेछ। हिँडेको यस्तो छ। हामी चाहिँ के गर्ने हो, अब कता जाने हो भनेर हेर्दै अरू केही नगरे नि ब्लग बनाउँदै जाने। अगाडि कहाँ पुग्छ त्यहीँ जाने होइन। एकजनाको टिकटक सुरु भइरहेको छ यता साइडमा, म त्यसैलाई क्याप्चर गर्दैछु। अरू केही छ त उपाय, देखेँ अझ। गयो।
ल गाइस बल्ल तल पुग्यो अन्तिममा हिँडी हामी चाहिँ अब निस्क्यौँ होल्यान्ड पार्कबाट। ल है गाइस अब अर्को ब्लगमा भेटौँला।